किति लाग्यो चल यानी बानीको बाबा समानी एउटा पैसा राखेको त लक्ष्मीनारायणलाई भेटी ओइ ल भयो ल अब पूजाको सामान लिएर यी सामानहरूलाई पूजा गर्दा गर्दै हुने एउटा पैसा यसो त्यो कता कता पनि राखिदिनु साना नोटहरू त्यो कपडा बाँधी हो कि कता कता छुटपुटमा सामान छुटपुटमा त्यसरी पूजा गर्दै गर्दै घुम्नु है त ओम पादुकाय नमः जुतालाई पूजा गर्नु वस्त्राय नमः वस्त्रलाई खट्वाय नमः खाटलाई छत्राय नमः छातालाई यस्ती लट्ठीलाई ती श्रृङ्गारका सामग्रीहरूलाई चुलोलाई ती सिरान्नहरूलाई सबैले पूजा गर्नु ओम गन्धाक्षत पुष्पाणि सर्वजामि यागच्छया पिष्ठया सुदाम कुरुमितावतम सुद्रु भवः सकल वस्तुभ्यो नमः गन्धाक्षत पुष्पाणि सर्वजामि यागच्छया पिष्ठया सुदाम कुरुमितावतम सुद्रु भवः गन्धाक्षत पुष्पाणि समर्पयामि ल ल बस मुनि लुकाएर राख्देऊ न टोको सिरक माथि खाने एउटा कसले लगिहाल्छ र अहिले ल ल लुकाएर देख्छ मान्छे श्रीगणमा एउटा ल अब दुईटा पैसा लिएर पानी समाऊ एउटा त भाडामा राख त 5-10 फुट तलको भाडामा पनि यति सानो मान्छे एउटा राख्यो झ्यापा दिगो न मुठीले झ्यापा छ हजुर दुईटा हातमा लिएर तिलानीमा जोएर पानी समाउनु त दुईटा पैसा ले पकड्नु आमाले एउटा छोराले एउटा पक्राउनु एउटा आमाले एउटा र त्यो तिलानी त हरिओम तत्व विष्णु आद्य पूर्व उदायत संकल्प सिद्धेशको डलर एउटा लिनु न हनुमान शाखा ध्यानः राजराय परम बहादुर या लोकस्य परम मार्गे सुख संयदान कर्मणि निमित्त काम र वर्णम भयं सत्कारि नमः मनसिद्धि बाबु जन्मनावास प्रति सभा करोमि यत सकल तन्त्र लगाएर एउटा गुरुबाला एउटा गुरुआमा यता सुन्नु है तिमीले गुरुबाला लगाइदिनु मैले जतिले गुरुआमालाई ल चन्दन यसले लाउने कि यसले लाउने यसले लाउने हो त्यही त सोच्नु पर्यो भन्नु भएको हुन्छ तपाईँ ल जानु भने अब ठिकै छ ए घरले गुरु नगर भाइ चौरी तर्सी ल दिनुभयो ल अब खाटको खुट्टा समाउनु पर्यो उसका टुक्रा एउटा पैसा पनि हुनु पर्यो फेरि डलर लिनु हातमा डलर नोट दे चारजना छौँ चारपट्टि समाउनु आमा फेरि उता समाउँछन् तलपट्टि यता किलानीमा पुससँग हुनुपर्छ है पुस हुनुपर्छ नि खाटको खुट्टा खाटको खुट्टा दान गर्नु पर्यो लो घोडा भन्दा भित्र हात यसरी नमो पढ्न थाले है त हरि ओम श्रीमद् भागवत महापुरुषस्य विष्णु राजेय प्रवर्तमान सकल जगत सिद्धिकारहरू ब्राह्मणो द्वितीय पाठे विश्वै तबारा कल्पे हेर्ने होइन के गण्डे आँखा थोरै गर्छ जम्बो रेडी आगेमा तान्तरका नेपाल देशे मेरो खुट्टा पौडी खाटको घोडा भित्र हात या पुण्य बहु पिण्डेश्वरी घोडा बाहिर हो पापच कन्या रामधुनी या बराह देवी देवता श्रेणी सप्त उस निकटे सुनसरी मनला अन्तर्गतः इनरवानगर अन्तर्गत मन्दिर षष्ठी संवत्सर मध्ये कालैक नाम संवत्सरी मासतम मासी रवि उत्तरायणे शिशिर ऋतौ सौर्य माघमासी चान्द्रात् नागः शुक्ल पक्षे मापणकम उदय तृतीय परिपुण्याय तिथौ शनिवासरी श्री सूर्य मकर राशि वृश्चिक राशि गुरु कुंभ राशि चंद्रवशी अन्य शुक्ल काल ससुगण इष्टाय अदेह कौशिक गोत्र कौशिक देवनाथ उदलति विक्री प्रवरवितायम शुक्ल यजुर्वेद माध्यमिक शाखा न शाखा सर्वगत धनुर्वेदांत शाखा ध्यान मेघ राशि से आया लोकेन्द्र बहादुर गुप्त मामा भन्नु है त सपत्नी मकर राशि से आया जुनु नामी देव्यायम स मातु कुमारी नामी देव्यायम स भगिन्यादि कुम्भ राशि से आया गीता नामी देव्यायम स कल परिवार आदि से दश आवयो पितु आवयो भर्तु आवयो ससुर परम बहादुर गुप्त या लोकस्य मृतात् प्रथम दिनारंभ दशम दिन पर्यंतम दशरात्रादि ओगदे क्रिया कर्म संगता सिद्धार्थम
एकादश दिने उत्तम मध्यम षोडशी श्राद्ध अन्तर्गत श्राद्ध सांगता सिद्धार्थम आध्यात्मिक मासिक श्राद्ध कर्मणि सांगता सिद्धार्थम तथा च पंचषष्टि त्रिशतकानां घटदानादि कर्मणि सांगता सिद्धार्थम तत्र द्वादश दिने सपिण्ड श्राद्धः प्रेतपिण्ड भाग विभज्य पितृपिण्ड मेलनादि कर्मणि सांगता सिद्धार्थम तत्पश्चात् सपिण्डोत्तर पाठय श्राद्ध कर्मणि सांगता सिद्धार्थम तथा पंचम दिन आरंभ नवम दिन पर्यटन श्री गरुड पुराण श्रवण कर्मणि सांगता सिद्धार्थम तथा च आद्य दिने यज्ञ शुद्ध शांति निमित्त यज्ञ हवन कर्मणि गरुड पुस्तक पूजनादि छत्र पददानादि कर्मणि दशदानादि घटदानादि कर्मणि सांगता सिद्धार्थम यज्ञ हवन कर्मणि सांगता सिद्धार्थम तथा च यथाशक्ति शुक्ल यजुर्वेद बहु ब्राह्मण द्वारा पाठपारण आदि कर्मणि सांगता सिद्धार्थम श्रीमद् भागवत गीता पाठपारण आदि कर्मणि सांगता सिद्धार्थम तथा तत्पश्चात् मोक्षधेनु दान कर्मणि सांगता सिद्धार्थम तथा च सुख संयादान कर्म निमित्तकम् अस्मत् पितु अस्मत् भर्तु अस्मत् ससुर यलोकस्य परलोक गमन मार्गे सुख प्राप्त्यर्थ कामनायः वैकुंठ लोक फल प्राप्ति कामनाय सुख संयादान कर्मणि कर्म कर्तुष इमानि हंस तुलिका गंडु प्रधान प्रसादम घटादि वस्त्र घृत कुंभ जल कुंभ पात्रम तांबूल कुंकुम गरु कर्पूर चंदना पादुकादि नाना विविध भोजन पस्कर पात्र सोन भूषण विविध भोज्य पदार्थानां वस्त्र यथाथ दैवताकं तन्मुलीन कल्पितं पूर्वपूजितायः भारद्वाज गोत्राय मीनराशि दिनी प्रसाद सर्वणि ब्राह्मणाय ब्राह्मणीभ्यश्च वयं सुख संयदान वयं सम्प्रदत्मै तत्सत् नमः। तो हातमा समाको गुरुबाला दिने दुईजनाले यता भाउजूहरुले गुरुआमाको हातमा दिने हैन त पुस्न पहिलो एउटा फुलेर नमस्कार गर्नु है तस्मात् शान्ति जन भनी सीता पासुतम जय रक्षणम परम अलंकारवत शान्ति प्रयच्छिने तेरा रोइन अगाडिपट्टि ल सिना ल यसको दाना प्रतिष्ठा चाहियो फेरि लो पैसा एउटा दुनामा पैसा दिएको पैसा राख्नु पर्छ यता गएर उता गएर पैसाकै काम छ पैसाकै काम आउँछ है पैसाकै काम आउँछ बाहुन बोलाएर के चाहिन्छ धान र रन कपडामा छ पैसा चाहिँ चाहियो हैन धान र धन टपराएर कपडा धन भनेपछि पैसा भइसक्यो राखे त है राख्नु राखिरहेको छ टेन्सन गर्नु पर्दैन कहाँ हो नि एउटा पुस्केर पानी समायो त्यसमा हरि ओम तत्सत् विष्णु आद्य पूर्व उच्चारित संकल्प सिद्धिरस्तु सुख संयदान कर्मणि सांगता सिद्धार्थम दान प्रतिष्ठा सहित तेन तुभ्यं पूर्व पूजिताय संयदान ब्राह्मणाय तेन तुभ्यं वयं सम्प्रतमै तत्कायेन वाचा मनोबुद्धिर्वा बुद्ध्यसनावात् प्रकृति सहवात् करोमि यत् सर्वस्मै नारायण जिन उठाएर गुरुबात